अदालतको आदेश फैसला नागरिकका लागि पनि बाध्यकारी हुन्छ। यो हिसाबले हेर्दा रविको हकमा सरकारले देखाएको तत्परतालाई गलत भन्न सकिँदैन। तर यही कुरामा लुकेको गुण्डाराज बुझेपछि मात्रै सरकारको नियत थाहा पाइन्छ। दर्शकबिन, रविको हकमा अदालतको आदेश 2 घण्टाभित्रै पालना गर्न गृहमन्त्री रमेश लेखक नेतृत्वको गृह प्रशासन जसरी हात धोएर लाग्यो कि यसै गरी अरू अदालती आदेश र फैसलामा पनि प्रहरी यसै गरी लागि पर्छ त। यो तस्बिर नेपाली काङ्ग्रेसका भ्रष्टाचारी नेता खुमबहादुर खड्काको शालिग अनावरण सभापति शेरबहादुर देउवाले गर्दा बखतको सरकारी खर्चमा बनाइएको शालिगका अगाडि गएर काङ्ग्रेसका नयाँ पुराना वृद्ध युवा सबै नेताले लाइन लागेर दर्शन गर्ने र पूजापाठ गरेका थिए। मिति थियो 2080 साल चैत 16 गते, स्थान दाङको लमही। यी खड्काले भ्रष्टाचार गरेर जोडेको सम्पत्ति 12 वर्ष अघि नै सर्वोच्च अदालतले जफत गरी सरकारी मातहतमा ल्याउनु भनेर नेपाल सरकारलाई आदेश दिइसकेको छ। ललितपुरको सानेपामा खड्काकी पत्नी शीला खड्काको नाममा रहेको 1.5 रोपनी मध्ये घर बाहेकको जमिन र अर्को 1 रोपनी 6 आना जमिन जफत गर्नु भनेर अदालतले आदेश दिएको थियो। यो आदेश सरकारले पालना गरेन। फैसला कार्यान्वयन निर्देशनालयले पटक पटक पत्राचार गर्दा पनि अदालतको आदेश न सरकारले न काङ्ग्रेसले न अहिलेका गृहमन्त्री रमेश लेखकले पालना गराए। अदालतले जफत गर्नु भनेको सम्पत्ति जफत गराउन सर्वोच्चकै मातहतमा फैसला कार्यान्वयन निर्देशनालयले गृह मन्त्रालयलाई पत्र काट्ने गर्छ। गृहका 4 मध्ये एउटा कसुरजन्य सम्पत्ति व्यवस्थापन विभाग भन्ने पनि हुन्छ। त्यसले यी सम्बन्धी कामहरू गर्छ। गएको चैत 8 गते शुक्रबार यही विभागका कर्मचारीले 6 वटा मुद्दामा जफत गर्नुपर्ने फाइल गृहमन्त्री रमेश लेखकको टेबलमा पुर्याउँछन्। ती 6 वटा फाइल मध्ये एउटा फाइल खुमबहादुर खड्काको सम्पत्ति जफत गर्ने सम्बन्धी थियो। तर गृहमन्त्री लेखकले खुमबहादुरको छाडेर बाँकी सबैको सम्पत्ति जफत गर्नु भनेर निर्णय गरे। 12 वर्षदेखि खुमबहादुर खड्काको सम्पत्ति जफत भएको छैन। गृहमन्त्रीको टेबलमा पुग्दा पनि उनले जफत हुन दिँदैनन्। यो घटनालाई सुत्ने तर्खर गरेका रवि लामिछानेलाई पक्रन 2 घण्टामै रमेश लेखकले प्रहरी खटाएको घटनासँग जोडेर हेरौँ है त। रविलाई जेलमै राखेर मुद्दा चलाउनु भन्ने आदेश 2 घण्टामै पालना गर्न रमेश लेखकका प्रहरी तत्पर हुन्छन्, घरमै पुग्छन्। तर नेपाली काङ्ग्रेसका भ्रष्टाचारी नेताको सम्पत्ति चाहिँ 12 वर्षमा पनि जफत हुँदैन। जफत गर्नुपर्ने भयो हजुर भनेर कर्मचारीले टेबलमै फाइल पुर्याउँदा पनि रमेश लेखक त्यसो हुन दिँदैनन्। यी दुवै घटना अदालतसँग सम्बन्धित छन्। दर्शकबिन, रविको हकमा मात्रै अदालती आदेश भएको होइन, खड्काको सम्पत्ति जफत गर्नु भन्ने पनि अदालतकै फैसला हो। तर काङ्ग्रेसका भ्रष्टाचारीहरूले 12 वर्षदेखि पाइरहेको यो अनुचित लाभ र रविको हकमा 2 घण्टामै भएको कार्यान्वयनलाई स्वाभाविक मान्ने कि गुण्डाराजको नमुना ठान्ने त। रविलाई प्रहरीले पक्राउ गर्नुलाई नै गलत भन्न सकिँदैन भनेर मैले सुरुमै भनिसकेको थिएँ। तर यसभित्रको गुण्डाराज महत्त्वपूर्ण छ भनेर पनि भनेको थिएँ। जब रवि पक्राउ परे यसपछि कानुनका जानकारहरूले पनि यसबारे बोलेका छन्। जिल्ला अदालतले दिएको आदेश माथिल्लो अदालतले उल्ट्याउँदा केही प्रक्रियागत कुराहरू हुँदा रहेछन्। जस्तो कि यस्तो आदेश भएको सूचना जानकारी लिखित रूपमा सुरु जिल्ला अदालतमा पठाउनु पर्ने रहेछ। त्यसपछि प्रक्रियागत ढङ्गले पक्राउ गर्ने काम गरिदो रहेछ। यो काम प्रक्रियागत ढङ्गले फटाफट गर्दा पनि 3-4 दिन लाग्ने रहेछ। तर रविको हकमा यस्तो फास्ट ट्र्याकले काम गरियो कि मानौ सरकार रविलाई कति बेला थुन्न पाइन्छ भनेर पर्खेर बसेको थियो। यो कुराको रिफ्लेक्सन रवि पक्राउ गर्न गएका डिएसपीबाट आयो। उनले भनेका थिए अन्तिम इच्छा छ जे छ गरिहाल्नु। मूलतः काङ्ग्रेस एमाले माओवादीको राजमा यस्तो परिदृश्य अक्सर देखिन्छ। दर्शकबिन, यो कुनै संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि दबाब दिने उद्देश्यले मंगलबार काठमाडौँमा गर्ने प्रदर्शन र सभाको तयारी पूरा भएको राप्रपाले जनाएको छ। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने तयारी छ। सभा सुरु हुनअघि काठमाडौँका विभिन्न स्थानबाट जुलुस निकालिनेछ। ती जुलुस सभामा परिणत हुने राप्रपाले जनाएको छ। प्रदर्शन र सभालाई शान्तिपूर्ण बनाउने तयारी राप्रपाको छ। यसअघि चैत्र 15 गते राप्रपाको समेत समर्थन र सहभागितामा संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनर्स्थापनाका लागि भन्दै काठमाडौँको 3 कोणेमा आयोजना गरिएको सभा हिंसात्मक भएको थियो। दुर्गा प्रसाईले नेतृत्व गरेको प्रदर्शनमा 2 जनाको मृत्यु भएको छ भने अरबौंको भौतिक क्षति पुगेको अनुमान छ। लगत्तै बसेको राप्रपाको बैठकले हिंसा भड्किनुको दोष सरकारलाई लगाएको थियो। तर हिंसा भड्काएको भन्दै प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र, महामन्त्री धवल शमशेर राणा लगायतलाई पक्राउ गरेको छ। राप्रपाले चैत्र 26 गते मंगलबार गर्न लागेको सभालाई राजसंस्था पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समितिका कार्यवाहक संयोजक जगमान गुरुङले समेत समर्थन जनाउनु भएको छ। राप्रपा
राप्रपाले मंगलबारको सभा बल्खुमा गर्ने भएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौँले बल्खु वा सिफलमा सभा गर्न राप्रपालाई भनेको थियो। सही अनुसार राप्रपाले बल्खुमा सभा गर्ने निर्णय गरेको हो। राप्रपाका प्रवक्ता मोहन श्रेष्ठले मंगलबारको सभा बल्खुमा हुने र सो सभालाई पार्टी अध्यक्ष राजेन्द्र लिङदेन लगायतका नेताहरूले सम्बोधन गर्ने बताउनुभयो। यसअघि चैत्र 22 गते अपराह्न राप्रपाले भिरकुटी मण्डपमा सभा गर्न लागेको भन्दै जिल्ला प्रशासन कार्यालयलाई इमेल मार्फत जानकारी गराएको थियो। तर जिल्ला सुरक्षा समितिको बैठकले भिरकुटी मण्डपको सट्टा बल्खु वा सिफल चौरमा सभा गर्न अनुमति दिने निर्णय गरेको थियो। आएको नेपाल शिक्षक महासंघले शैक्षिक हडतालको सुरु गरेको छ। महासंघले तत्काल विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै चैत्र 20 गतेदेखि काठमाडौँ केन्द्रित सडक आन्दोलन गरिरहेको छ। आन्दोलनलाई थप तताउन महासंघले सोमबारदेखि शैक्षिक हडताल गरेको हो। शिक्षकले अनिश्चितकालीन हडतालका क्रममा उत्तर पुस्तिका परीक्षण, परीक्षामा सहभागी, विद्यार्थी भर्ना अभियान, शैक्षिक गोष्ठी, सेमिनार जस्ता कार्यक्रमहरू समेत बहिष्कार गरेका छन्। शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण विभिन्न ठाउँका शिक्षक तालिमहरू समेत स्थगित भएका छन्। त्यस्तै एसईको उत्तर पुस्तिका समेत परीक्षण गर्ने घोषणा गरेका छन्, जसले गर्दा एसई दिएका 5 लाख विद्यार्थीका 35 लाख थान उत्तर पुस्तिका परीक्षणको काम अनिश्चित बनेको छ। यही सातादेखि कापी परीक्षणको काम सुरु नगरेको खण्डमा आगामी असार 7 गते एसईको नतिजा प्रकाशनमा ढिलाइ हुने देखिएको छ। शिक्षकहरूको आन्दोलन तथा हडतालका कारण नयाँ शैक्षिक सत्रको विद्यार्थी भर्ना अभियान समेत प्रभावित हुने देखिएको छ। त्यस्तै विभिन्न तहका परीक्षाको नतिजा प्रकाशनमा समेत ढिलाइ भइरहेको छ। शिक्षकहरूले भने ऐन जारी नहुँदासम्म कुनै पनि प्रकारका शैक्षिक कार्यक्रममा सहभागी नहुने अडान लिँदै आएका छन्। देशभर 4 लाख भन्दा बढीको संख्यामा शिक्षक तथा विद्यालय कर्मचारीहरू छन्। उनीहरूले शैक्षिक हडताल गर्दा नयाँ शैक्षिक सत्र नै प्रभावित हुने खतरा बढेको छ। तत्काल शिक्षा ऐन जारी गर्नुपर्ने अडानबाट आफूहरू तलमाथि नहुने उनीहरूको अडान छ, जसले गर्दा साधन र कल कारखानाले उत्सर्जन गरेको धुवाँ, धुलो र प्रदूषणका कारण हवाई रूटमा पर्ने आकाश बाक्लो धुवाँले ढाक्दा एक सातामा कम्तीमा 226 वटा आन्तरिक उडान रद्द भएका छन्। काठमाडौँ अवतरण हुने क्रममा रहेका अन्तर्राष्ट्रिय उडानका जहाजले पनि सिमराको आकाशमा 2 घण्टासम्म होल्ड हुनु परेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार चैत्र 17 गते आइतबारदेखि 23 गतेसम्म 7 वटा आन्तरिक वायु सेवा कम्पनीका 2 तर्फी गरी 226 वटा आन्तरिक उडान रद्द भएका हुन्। गौचरण स्थित आन्तरिक टर्मिनल कार्यालयका अनुसार एक सातामा 2 तर्फी गरेर बुद्धले 62, यतिले 58, श्रीले 40, समिटले 22, सीताले 16, ताराले 18 र नेपाल वायु सेवा निगमले 10 वटा उडान रद्द गरेका छन्। उडान रद्द हुने गन्तव्यमा काठमाडौँ, पोखरा, लुक्ला, भैरहवा, भरतपुर, जनकपुर, तुम्लिङटार, ताप्लेजुङ, भोजपुर, फाप्लु, विराटनगर, भद्रपुर मुख्य विमानस्थल हुन्। पाइलटहरूका अनुसार पोखराबाट पश्चिम धनगढी, नेपालगञ्जको दाँजोमा पूर्व भैरहवा, भरतपुर, काठमाडौँ, लुक्ला हुँदै भद्रपुरसम्मको आकाश प्रदूषित धुवाँले ढाकिएको छ। काठमाडौँबाट उडेपछि 9000 फिट माथि पुगेपछि मात्रै सफा आकाश देखिन्छ। एटीआर विमानका एक क्याप्टेनले भने त्यसभन्दा मुनि धुवाँ धुलोको बाक्लो तह जमेको छ। उडिरहेको जहाजले भुइँको सतह हेर्न निकै तल आउनुपर्छ। जहाजको प्रकार तथा गतिका आधारमा उपकरणको सहायताबाट जहाजलाई अवतरण गराउन ककपिटबाट न्यूनतम 1600 मिटर परसम्म देखिने भिजिबिलिटी आवश्यक पर्छ। गत बिहिबार त काठमाडौँको विमानस्थलको भिजिबिलिटी 1200 मिटरसम्ममा झरेको थियो, जसका कारण पर्यटक राखेर उडेका 3 वटा माउन्टेन फ्लाइट काठमाडौँ विमानस्थलमा अवतरण हुन सकेनन्। प्रवक्ता रिन्जी शेर्पाका अनुसार ती विमान भैरवा र पोखरा डाइभर्ट भए पछि मौसममा सुधार भएपछि काठमाडौँ फर्किएका थिए। सामान्य अवस्थामा पाइलटले जहाजभित्रबाट आँखाले देख्न सक्ने गरी भिजिबिलिटी 5000 मिटर हुँदा भूसतह र जहाजमा उपलब्ध हुने उपकरण र अन्य यन्त्रहरूको भर नपर्दा पनि हुन्छ। बाक्लो तुहालोको कारण केही दिन यता अधिकांश पाइलटहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रत्यक्ष हेरेर गर्ने VFR उडान गर्न सकिरहेका छैनन्। युनियनमा चाहिँ अब गणतन्त्रै ठिक हो जस्तो लाग्छ मलाई त। अब म भोलि सिंहदरबार जानुपर्ने, त्यहाँ पनि अब मैले झन्डै सेटिङ गरेर जानुपर्ने खालको स्थिति है। यही हो, अब यो के अरे वार्षिक बजेटहरू बन्छ, त्यतिखेर एकचोटि आउनै पर्ने बाध्यता छ अनि आफ्नो कर्तव्य पुरा गर्नलाई आएको छु। जस्तो यति बेला आएन भन्दा फेरि यति बेला सडक अनि सदनमा राष्ट्र संस्था पुनर्स्थापनाको लागि आन्दोलन जारी छ। तपाईँ राजा बनाउने भए मलाई नै बनाइदियो, मै सिरपेज लाउँछु भन्दै सामाजिक सञ्जालमा लेख्नुहुन्छ। के छ यो विषयमा भनिदिनुहोस्। यो विषयमा के बोल्ने होला र, त्यो पब्लिकले बोल्ने कुरा हो। म त पब्लिकको सेवक परेँ, पब्लिकको सेवक परियो, त्यसले गर्दाखेरि विषयमा खास म त्यस्तो बोल्न चाहन्न। पब्लिकले चाहनु के छ राष्ट्र संस्था पुनर्स्थापनाको विषयमा मेयर हर्कराज साम्पाङको प्रतिक्रिया जनता जान्न चाहन्छन् कि?
म चाहिँ के भन्छु भने अब जनताले जे भन्ने त्यही हुने होला हुन चाहिँ होइन, तर अब मेरो पर्सनल अब एउटा हुन्छ नि त ओपिनियनमा चाहिँ अब गणतन्त्रै ठिक हो जस्तो लाग्छ मलाई त होइन। त्यो चाहिँ